सदनमा प्रधानमन्त्री उपस्थित नहुँदा विपक्षीहरूको अवरोध, पटक पटक संसद स्थगित। सत्तारूढ दलले संसदलाई मनपरी ढङ्गले सञ्चालन गरिरहेको हर्क साम्पाङको आरोप, सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको उनको गुनासो। एमाले नेता बादलको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ, रासोपालाई महत्त्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले टुङ्गो गर्यो पहिलो महाधिवेशनको मिति, संस्थागत विकासका लागि यो महाधिवेशन महत्त्वपूर्ण रहने। अझै सुल्झिएको छैन मुकुमलुङ केबलकार विवाद, आज पनि माइतीघर मण्डलामा सङ्घर्ष समितिको प्रदर्शन। अब समाचार विस्तारमा। प्रधानमन्त्री बालेन शाह नीति तथा कार्यक्रममाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन संसदमा अनुपस्थित भएपछि प्रतिपक्षी दलहरूले कडा विरोध जनाएका छन्। नेपाली कांग्रेस सहित विपक्षी दलहरूले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिले संसदीय परम्परा कमजोर भएको आरोप लगाएका छन्। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सहित विपक्षी सांसदहरू बैठक नै बहिष्कार गरेर बाहिरिएपछि सभामुख डीपी अर्यालले बैठक 15 मिनेटका लागि स्थगित गरेका थिए। पछि सुचारू भएको बैठक पुनः अवरोधका कारण दोस्रो पटक पनि स्थगित गरिएको थियो। श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सत्तारूढ दलले संसदलाई मनपरी ढङ्गले सञ्चालन गरिरहेको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठक बहिष्कार गरेर संसद भवन बाहिरिने क्रममा सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले प्रधानमन्त्री संसदमा उपस्थित भएर जवाफ दिनबाट निरन्तर टाढा रहेको भन्दै असन्तुष्टि जनाए। अध्यक्ष साम्पाङले सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका लागि पर्याप्त समय नदिएको पनि गुनासो गरे। त्यस्तै उनले श्रम संस्कृति पार्टीलाई कसैले पनि हेप्न नसक्ने दावी गर्दै आफ्नो पार्टी संसदमा सशक्त रूपमा प्रस्तुत हुने बताए। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहलाई रुलिङ गरेर प्रतिनिधि सभा बैठकमा बोलाउन माग गरेको छ। आजको बैठकको आकस्मिक समयमा बोल्दै सचेतक निष्कल राईले रुलिङ गरेर प्रधानमन्त्रीलाई बैठकमा बोलाउन सभामुखलाई आग्रह गरेका हुन्। प्रधानमन्त्रीले बारम्बार सदनको व्यवस्था गर्दा सदनकै गरिमा घटेको भाव व्यक्त गर्दै सांसद राईले संसदको गरिमा र प्रतिष्ठा जोगाउने जिम्मेवारी सभामुखको भएको उल्लेख गरे। सभामुखले सदनको इज्जत कायम राख्न नसके कसैले पनि संसदको गरिमा बचाउन नसक्ने उनको धारणा छ। सभामुख डोलप्रसाद अर्यालले नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले रासोपाको राजनीतिक चरित्रमाथि प्रश्न उठाउँदै दिएको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन रुलिङ गरेका छन्। प्रतिनिधि सभाको बुधबारको बैठकमा सभामुख अर्यालले यस्तो रुलिङ गरेका हुन्। नेता थापाले रासोपा कुनै सुव्यवस्थित वा सुसङ्गत विचारधारामा आधारित दल नभई आकस्मिक रूपमा उत्पन्न भएको अति महत्त्वाकांक्षी तथा अराजक समूहहरूको अस्थायी गठजोड भएको आरोप लगाएका थिए। लगत्तै रासोपा नेता मनिष खनालले थापाको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाउँदै संसदको रेकर्डबाट हटाउन माग गरेका हुन्। नेपालको चिया निर्यातमा भारतले लगाएको अवरोधको विषय प्रतिनिधि सभामा प्रवेश गरेको छ। नेकपा एमालेका सांसद सुवाङ नेम्बाङले शून्य समयमा बोल्दै चिया क्षेत्रको समस्या समाधानका लागि सरकारलाई तत्काल पहल गर्न आग्रह गरे। उनले चिया खेती 163 वर्ष पुरानो इतिहास भएको उल्लेख गर्दै यो क्षेत्रले ग्रामीण अर्थतन्त्र, रोजगारी र निर्यातमा ठूलो योगदान दिएको बताए। भारतको नयाँ नियमका कारण निर्यात ठप्प भएको भन्दै उनले कूटनीतिक पहल आवश्यक रहेको बताए। नेपालले भारत पठाएको चिया नमुना परीक्षणमा पठाइएको छ। परीक्षण रिपोर्ट नआएसम्म बिक्री रोकिएको छ, जसले किसान र उद्योगीलाई ठूलो असर पारेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको पहिलो महाधिवेशन असार 7, 8 र 9 गते हुने भएको छ। पार्टीले चितवनमा ऐतिहासिक महाधिवेशन गर्ने निर्णय गरेको। नेता गणेश पराजुलीका अनुसार महाधिवेशन असार 7 देखि 9 गतेसम्म चितवनमा आयोजना हुनेछ। उनले सामाजिक सञ्जाल फेसबुक मार्फत यसबारे जानकारी दिएका छन्। महाधिवेशनको तयारीसँगै पार्टी सङ्गठन, नीति तथा भावी रणनीतिबारे छलफल भइरहेको बताइएको छ। यो महाधिवेशन रासोपाको संस्थागत विकासका लागि महत्त्वपूर्ण मानिएको छ। सिराहाको औरही गाउँपालिका 3 मा एक युवकलाई रुखमा बाँधेर अमान्य व्यवहार गरिएको घटनामा वार्डाध्यक्षसहित 5 जना विरुद्ध प्रहरीले जाहेरी दर्ता गरेको छ। स्थानीय वीरेन्द्र शाहलाई सडक खाली गराउने क्रममा रुखमा बाँधिएको घटनापछि पीडित पक्षको जाहेरीका आधारमा औरही 3 का वार्डाध्यक्ष जीवक्ष यादव सहित अन्य 5 जनामाथि अभद्र व्यवहार सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ। स्थानीय वीरेन्द्र शाहको जग्गा 1 वर्ष अगाडि निर्माण गरिएको कृषि सडक विस्तारमा परेको र सोमबार वाडा अध्यक्ष सहितको टोली डोजर लिएर सडक खाली गराउन पुगेपछि विवाद चर्किएको थियो।
विरोध गरेपछि वीरेन्द्रलाई कुटपिट गर्दै रुखमा बाँधिएको तथा निजी जग्गामा बनेका संरचना डोजर लगाएर हटाइएको आरोप लागेको छ। काठमाडौँ स्थित माइतीघर मण्डलामा पाथिभरा स्थित मुन्दुमी स्थल मुकुमलुङ संरक्षण तथा केबलकार आयोजना खारेजीको माग गर्दै प्रदर्शन गरिएको छ। मुकुमलुङ, ताङसे, चुम्बो र मुकुमलुङ संरक्षण अन्तर्दलीय सङ्घर्ष समितिको आयोजनामा भएको प्रदर्शनमा सहभागीहरूले मुन्दुमी स्थल मास्ने केबलकार चाहिँदैन, मुकुमलुङ पाथिभरा केबलकार आयोजना सम्पूर्ण निर्माण कार्य तत्काल रोक लगायतका नारा लगाएका थिए। प्रदर्शनकारीहरूले मुकुमलुङ क्षेत्र धार्मिक, सांस्कृतिक तथा आदिवासी समुदायको आस्थासँग जोडिएको भन्दै प्राकृतिक तथा सांस्कृतिक सम्पदा जोगाउन केबलकार निर्माण रोक्न सरकारसँग माग गरेका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प 3 दिने उच्च स्तरीय चीन भ्रमणका लागि बिहिबार प्रस्थान गरेका छन्। ट्रम्प र चिनिया राष्ट्रपति सी जिनपिङ बीच हुने बहुप्रतीक्षित भेटवार्तामा दुई देशबीचको व्यापार, प्रविधि तथा द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ। ट्रम्पले व्यापार नै वार्ताको मुख्य एजेन्डा हुने सङ्केत दिएका छन्। यो ट्रम्प र सी जिनपिङ बीचको 9औं प्रत्यक्ष भेटवार्ता हुनेछ। साथै सन् 2017 पछि कुनै अमेरिकी राष्ट्रपतिको यो पहिलो चीन भ्रमण पनि हो। बुधबार पनि नेप्से परिसूचक घटेको छ। नेप्से 4.15 अङ्कले घटेर 2740.25 बिन्दुमा बन्द भएको। नेप्सेसँगै आज कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा घटेको छ। मङ्गलबार 4 अर्ब 66 करोड रुपियाँको कारोबार भएकोमा यस दिन 2 अर्ब 80 करोड रुपियाँको कारोबार भएको छ। आज कारोबारमा आएका 13वटा समूहगत परिसूचक मध्ये उत्पादन तथा प्रशोधन र व्यापार समूहको परिसूचक बढेको छ भने बाँकी 11 समूहको परिसूचक घट्दा समग्र नेप्से घटेको छ।